म चाहिँ यो के हो यो सुटुनी रोप्नलाई तयार गर्दैछु। यो काटेर यसरी काटेर रोप्नुपर्छ, यसरी काट्नुपर्छ र रोप्नुपर्छ। कतिको मनपर्छ साथीहरूलाई यो सुटुनी। म चाहिँ जान्दिनँ साथीहरू कुन तरिकाले रोप्नुहुन्छ। म चाहिँ यसरी रोप्छु होइन, यस्तो तरिकाले। यसरी यो आँखा आँखा गाड्नुपर्छ कि यसरी दुधी आँखा राखेर काट्नुपर्छ। अनि यो आँखा आँखा काटेपछि भरे रोप्दाखेरि चाहिँ यसरी एकै ठाउँ 4वटा 5वटा 6-7वटा मिलाएर यसरी रोप्नुपर्छ। अनि पछि खन्दाखेरि सजिलो हुन्छ कि एकै ठाउँ अलिक धेरै निस्किन्छ त्यसरी रोप्दाखेरि चाहिँ। साथीहरू कसरी रोप्नुहुन्छ? म चाहिँ रोप्छु त्यसरी होइन, आफ्नो आफ्नो तरिका हुन्छ। यस्तो यस्तो डाक्लाबाट पनि पलाउँछ, यस्तो डाक्ला पनि नफाल्नु है। यो डाक्लालाई यो चाहिँ 1 2 3 4 5वटा एकै ठाउँ रोप्नुपर्छ यस्तो पाराले हो। अनि पछि खन्दा एकै ठाउँ धेरै आउँछ कि एउटा एउटा रोप्दाखेरि हुँदैन, त्यति राम्रो फल्दैन, पातलो हुन्छ। यसरी धेरै 5वटा 6वटा जति यसरी एकै ठाउँ गाड्नुपर्छ। यो भनेको सकरखन्डा हो, अहिले रोपेको भनेपछि कार्तिकमा खनेर खान हुन्छ। चट्टासँगले कसलाई मनपर्छ यस्तो, मनपर्छ भने रोप्नु होला, खाना आउनु होला पछि कार्तिकमा है त। यसरी आफूले गरेपछि खान पाइन्छ, गरेन भने खान पाइँदैन। आफूले रोपेको आफूले गरेको मिठो हुन्छ, खान अर्ग्यानिक हुन्छ, मलसल केही हालिएको हुँदैन। एकै ठाउँ यसरी हालेर रोप्नुपर्छ ठ्याक्कसँगले, चटचटी राम्रो हुन्छ। एउटा एउटा रोप्दा नि हुन्छ तर पातलो फल्छ। यसरी धेरै हालेर रोप्यो भने चाहिँ एकै ठाउँ झुप्प झुप्प आउँछ कि। घाम लागिरहेको छ, मर्ने हो कि के गर्नु र।